एभ्रिवान सबैजनालाई गुड इभिनिङ भन्न चाहन्छु। हामी चाहिँ आज पोखरा घुम्न आएको। अहिले चाहिँ यहाँ फुड चोकतिर चाहिँ अब यहाँ इन्जोय गर्छु। यहाँको रेस्टुरेन्टहरू, यहाँको मान्छेको चलपलहरू हेर्छौँ। त्यहाँबाट चाहिँ भरे बेलुका चाहिँ हाम्रो होटेलमा जान्छौँ। अहिले चाहिँ हामी बुढाबुढी चाहिँ रमाइलो गरेर हिँड्दैछौँ। त्यहाँबाट मैले यो चाहिँ पोखराको लेक साइड हो। अब लेक चाहिँ हिँड्नु पऱ्यो। बेलुकातिरको चाहिँ ऊ भएर यसो चाहिँ अब मान्छेको चाहिँ कति हो इन्जोयलेस रहेछ ल। म त अब धेरै वर्षपछि अब आएको, त्यसले गर्दाखेरि आज चिनिनँ पहिला चाहिँ होइन। अहिले चाहिँ यो चाहिँ नाइटको उयसमा रमाइलो हुँदो रहेछ। अनि हामी चाहिँ भोलि पर्सितिरको चाहिँ उसमा पर्ला। घन्टाको 600 त्यो त आफैले चलाउने नि है। हजुर हजुर, सेल्फ चलाउने। यहाँ हेर्नु न कति इन्जोय गरिरहेको छ। यो चाहिँ पुरा इन्जोय नाइट। उसमा चाहिँ चम्राको रहेछ ल। यस कति हो हाम्रो चाहिँ यहाँबाट हाम्रो होटल चाहिँ अलिकति नजिकै छ। एउटा यसो चाहिँ कतिको चाहिँ हुने रहेछ भनेर हेर्न आएको। ओहो सही रहेछ ल। पानीको ठ्याक्कै हेर्दै चाहिँ अब माछाहरूको सेपको अरे है। अब अलि थकाली खाना थकाली खाना हो। ल बोल नि त तिम्रो हो त यहाँ बोलेको अनि हुन्छ त। त्यो ताल चाहिँ देखाउनु पर्दैन कि ताल कमाउँदैन पनि। नखाइदिन्छ गर ल। खिचिन्छ अब यही त हो त। हेर्दै जाऊ। आज चाहिँ सुविधा मायाले बिहार खाइन्छ। आज नाइट चाहिँ आज चाहिँ यतै बिग्रिन्छ है। हाफ डे चाहिँ आज यतै इन्जोय गरिन्छ है। यो कुराको यहाँ नाच्छ है। एक बोतल बियर खाइन्छ, त्यहाँबाट नाचिन्छ है। ए अहिले ब्याक भएन बेलामा आउँछु तपाईँहरूको चाहिँ। सेकुवा सबै बन्द रहेछ ल। न तिमीले खिचे ल, तिमीले खिच। हामी चाहिँ फुड चौकतिर आउँदै छ है आज चाहिँ। ल आज बेलुका चाहिँ हामी दुईजनाको डिनर यतै गरिन्छ। अब डिनर कहाँ गर्ने हो भनेर चाहिँ बुढोले हेर्दै छ। हेरौँ अलिकति नौलो ठाउँमा खाना त त्यही हो जहाँ पनि। तर यो ठाउँमा आएपछि चाहिँ
मान्छेहरू आफ्नो इन्जोय लिइरहेछ इन्जोय लिएर खाइरहेछ यस्तै हो जिन्दगी के हो यो चाहिँ सेकुवा बनाउने ठाउँ रहेछ सेकुवा मात्रै होइन यहाँ जहाँ नि त्यस्तै हो यता सबै फुल छ नेपालमा पैसा छैन नेपाल गरिब देश भन्छ के हो गरिब नि जुनै रेस्टुरेन्टमा नि फुल छ प्याक छ होटेल सबै प्याक छ जताततै प्याक भइरहेछ त हाम्रो नेपाल यति धनी हो यति धनी ठाउँ हो है ल सबै प्याक छ अरे अनि मुस्ताङ जाने भनेको अहिले पुरा प्याक भएर अब अर्को 2 हप्तापछि मात्रै मुस्ताङतिर अप्पर मुस्ताङ भने पुरा होटेल यताउति छैन रे पुरा प्याक भएको कारणले गर्दाखेरि चाहिँ प्याक गरेछ ड्याडी गीत गाउँदै रहेछ है मेरो होलिडे चाहिँ 5-6 महिना चाहिँ यस्तो घुमेर नेपाल इन्जोय गर्ने ल यता यति राम्रो बुढी लिएर साथमा राम्रो बुढी लिएर हिँडिरहेछ है खुसी लाग्यो के हो राम्रो या जग्गा माले होरा भन्यौँ के हो त ज्याक ख्याचेर भन्योला चाहिँ त यही भन्दामा के हुन्छ र हो कि होइन त्यही त हो त नले फाक्दा छ भन्दा के लिन्छ त म चाहिँ यो चाहिँ आफू मात्रै होइन है म पनि हो यही हो जिन्दगी ल पैसा मात्रै थपारेर हिँड्यो भने जिन्दगी खुसी हुँदैन होइन अनि यो भित्र पनि झिलिएर मिलिरहेछ है यहाँ पनि यहाँ चाहिँ एकदम ड्रिम लाइफमा खाइरहेछ है ल म पनि अहिले ड्रिम लाइफमा जानु पर्ला भनेर सोच्दै छु है यहाँनिर जाम के छ र जिन्दगी यस्तै हो जिन्दगीले खुसी मोडमा लग्यो भने एकदम खुसी दुखी मोडमा लग्यो भने एकदम दुखी ल यता चाहिँ यो बेलुका हो नाइट इभिनिङ टाइममा हो ल यहाँ चाहिँ पोखरा लपकै चिन्ह राखेको रहेछ जहाँ पनि लपकै चिन्ह राखेर ल यता उहाँ चाहिँ बाह्रै मन्दिर है त्यो पोखराको ऊ त्यहाँ भोलि त हामी अब ऊ धिएबाटै त जाने त हो त भोलि पर्सि त ल त्यो मेरो बुढोलाई कस्तो लाग्यो रमाइलो छ नि है नाइट सिन है एकदम रमाइलो छ ल सो ब्युटिफुल पोखरा देख ल है कस्तो लाग्यो बुढो एकदम राम्रो लाग्यो एकदम रमाइलो लाग्यो अनि फेरि अर्कोचोटि नै आमलाई लाएन हेरौँ सधैँ आएर नि सधैँ आइरहने होइन कि जस अब अर्को ल यहाँ चाहिँ बेलुका ल बुढाबुढी केटाकेटीहरू मिलेर छ नि यहाँ चाहिँ यस्तो आराम गर्ने ठाउँ हो कि यहाँ बेलुका तालको सायद छेउमा बस्यो अनि ल यहाँ चाहिँ के रहेछ के झुन्डिरहेको रहेछ त्यहाँ चाहिँ यहाँ चाहिँ सबैजना चाहिँ अब डुङ्गा ड्राइभ गर्ने टोली रहेछ है यहाँ चाहिँ के पोलेर रहेछ म के बोले हो कि चिया पका हो चिया पकाइ क्या हो वाउ माटोको चिया हो हाम्रो माटो चिया त हामी
किनेर ल्याएर पकाएको त हाम्रो त फुट्यो हो अगाडि के गर्नुपर्छ हो भाइ न त हाम्रो त फुट्यो त ए पानी हालेर कि पानी नहालिकन तताउने दाइ ए काँचो हुन्छ नि त माटो दाइ फ्राइङमा फोसेर यसो मजाले तताउने पछाडि अनि पछि बल्ल तातेपछि अनि निकालेर खिलाएर अनि पानी छ ल ल है ल ल ल यहाँ चाहिँ यो चौकमा चाहिँ यहाँ चाहिँ चिया हेर्न ऊ माटोमा यस्तो मिठो चिया नि पकाउँदो रहेछ ऊ यहाँ हेर्नु त यस्तो राम्रो तरनीहरूले पकाउँदैछ है यस्तो राम्रो तरनीहरूले पकाउँदैछ यस्तो राम्रो भाइले पकाउँदैछ सबैजना अवश्य आएर खानु होला ल है ल ल मिठो बनाउनु है नानी है ल ल ए महत्त्व चाहिँ हो त्यहाँ मोटोमा त त्यो के अरे तिमीले के बाल्ने भन्छ नि त आराधिया ए आराधी भने कि आइराधी यहाँ चाहिँ पशुपतिमा हाम्रो काठमाडौँमा चाहिँ पशुपतिमा आरती गर्छ भने यहाँ चाहिँ फेवातालको नजिक पनि आरती गर्छ है ल अनि यहाँ यो यता चाहिँ ए माटोमा चिया त ऊ यहाँ नि पकाउँदै रहेछ ल यहाँ त त्यो नि खेल्दै रहेछ पर्पल के अरे के भन्छ यहाँ त एउटा नानीले त मासु पनि पोल्दै रहेछ अघि सँगसँगै फोटो खिचेको थियो है यहाँ अहिले पैसा दिने पनि सँगसँगै पर्यो है ल जुद्या रहेछ ल थ्याङ्क यू यहाँ मैले चाहिँ यहाँ युट्युब बनाउँदैछ है तपाईँहरूलाई पनि ल अब जाने बेलामा राम्रो होसियार गरेर जानु होला है बहिनी है ल अब नेक्स्ट टाइम नि अब यस्तै त्यो नि छ भने हामी भेट्नेछौँ है ल थ्याङ्क यू यति मिठो गीत गायो है भाइहरूले धन्यवाद यहाँ उभिनु न एकछिन यहाँ उभिनु न तपाईँ ल ल है बुढो है ल कति राम्रो देख्यो है आइसी 20 के हो आइसी 20 भनेको त 32 वर्ष ल यहाँ हो त्यहाँ चाहिँ ऊ त्यहाँ चाहिँ डान्स हुन्छ के न सुन्दा पाएन म त्यहाँ किन भए आउन अनि टोन त्यहाँ म टोमा त्यहाँ किन है ल बेलुकाको यो छेउछेउमा बत्ती अलि भएको छ कति राम्रो देख्यो है बत्ती चाहिँ नरहे रहेछ है अब उ त्यहाँ रहेछ अहिले उसमा चाहिँ हुन्छ
आरती हेर्न जान्ला होइन खा मलाई के हो थाहा छैन घुम्दैछु बत्ती बालेर त्यस्तो गर्छ बेलुकाको घुमिरहेको छु के अरे त्यो चाहिँ अब के गर्छ के गर्दैन थाहा छैन ल जब यो चाहिँ आरती गर्ने ठाउँ हो क्या हो रहेछ हो नै रहेछ यहाँ चाहिँ यो चाहिँ बेलुकाको आरती सुन्नलाई वाह यहाँ त कति ड्राइभर नै ड्राइभर रहेछ छोरी बुढी होइन आफ्नो आमा बुवा आफ्नो सबै आफ्नो परिवारको नाम लिएर सबैले समस्त परिवार सकल कामना परे पूर्णार्थम शेषतः सँगसँगै रिपिट गर्नु होला मैले भनेपछि अरूहरूले रिपिट गर्नु होला सबैले भन्नु होला सबैले मम आत्मनः श्रुति स्मृति प्रारब्ध वेदोक्त शास्त्रोक्त फल प्राप्त्यर्थम अप्राप्त लक्ष्मी प्राप्त्यर्थम प्राप्तः लक्ष्म्याः चीरकालः पर्यन्तं संरक्षणार्थं विशेषतः परिवर्ते सुख शांति समृद्ध्यर्थम आयु आरोग्यता वृद्ध्यर्थम व्यापारे व्यवसाये शुभ फल प्राप्त्यर्थम सूर्यादि नवग्रह शांत्यर्थम श्री महाकाली महालक्ष्मी महासरस्वती भगवती स्वरूपिंडे माता तालवाराही देवी प्रसन्नकथम आशीर्वादः प्राप्त्यर्थम अद्देह ब्राह्मण द्वारा महाआरती अहम चारुषु ओम यजाग्रते तन्मे मनः शिव संकल्पमस्तु संकल्पसिद्धिरस्तु माता
12 दिनको दिव्य आरती पूजनको कार्यक्रम सुरु भइसकेको छ र गुरुदेवले विशेष अहिले कर्ता पूजनको कार्यक्रम अगाडि बढाइरहनु भएको छ र अब धेरै समय छैन। अब महाआरतीको कार्यक्रम सुरु भइसकेको छ। कर्ता पूजनमा समापन हुन केही समय थोरै 2-4 मिनट 5 मिनट लाग्ला, तर यो दिव्य आरती हामी चाँडै सुरु गर्नेछौँ।